गाइस हामी चाहिँ अहिले चितवनबाट सौरा घुम्न जाँदैछौँ म र साथी देखाउने छु भिडियोलाई हेर्दै गर्नु होला लास्टै जाडो यार बिस्तारी चल भाइ बिस्तारी चितवनको आगो लागेर पानी परे जस्तो हात यार एटिएम गएर हेर्ने एटिएम है है बिस्तारी यार जाडो मार्छ भाइ चिसो भयो जाडोले चाहिँ मार लाग्छ भएको छ तर पनि केही छैन अर्ग्यानिक चटपटी हामी चाहिँ अहिले हान्नु लाग्छौँ टक्क लगाएर यस्तै छ अगरबत्ती देखिन्न नि त यहाँ जाडो लास्ट बनायो यहाँ महोत्सव चाहिँ यहाँ खतम भइसकेको रहेछ पहिल्यै लागेको चितवन महोत्सव ल दामी चटपट ओहो पानी पनि हो ल खाइदिएन भाइ खाएर जाने क्या भिडियो बनाउनु भयो म मोबाइल समाएर बस्छु है लुगा लाग्न सक्छु भयो दामी चला चल्छ फाइनली हामी चाहिँ अब सौरा आइपुग्नै लागेको छ चटपट सटपट खायौँ बाटोमा टक्क फेरि हामी हिँडिसकेको छ अब जस्ट अगाडि चाहिँ अब सौराको गेट सुरु हुन्छ त्यहाँ चाहिँ हामी जङ्गल सफारी गर्नु छ हात्तीमा है भिडियो चाहिँ हेर्दै गर्नु होला कस्तो हुनेछ भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला लास्ट जाडो छ जाडो यो महोत्सव लागेर हो कि के हो खास यो सौराकै लागि हो यो टाँगेको हाम्रो राइडर दलले चाहिँ खतरा राइड हान्दैछ एन्ट्रोक यस्तै छ अब एन्ट्रोकको सफर बगल मजा आइरहेछ जाडै भए पनि पार्क सफारी रिसोर्ट कटेजहरू फाइनली हामी अब आइपुगिसकेका छौँ यहाँको गेटमा टिकट काउन्टरनिर प्याराग्लाइडिङ पनि हुन्छ क्या कता हो यार के हो खोइ कता हो यता पार्किङ यता
ल कहाँ हो बाजे हराउला फेरि हेलमेट फर्स्ट टाइम आएको है म चाहिँ ल पुरा बस्ने उसहरू रहेछ गोपाल रिसोर्ट हो क्या यो त नि रिसोर्ट यतै हो जङ्गल सफारी जाने यसरी वहाँबाट यसरी घुमेर एक चक्कर बबाल रहेछ ठाउँ त जाने हो सफारी आएर नि हात जाने 1 बजे हात कति एकजनाको कति हो टिकटको जिप सफारीको हजुर दुईजनाको 1200 कति घुमाउनुहुन्छ कति टाइमको हिसाबले हुन्छ कि किलोमिटरले हुन्छ जम्मा त 2 घण्टा हो चलो सफारीमा जाऊँ अनि पछि हात सब हान्ने क्या आज गैडामा नि हान्ने आज पछाडि बस्ने पागल पागल छ यार कुकुर हेट भर्खरै मार लाग्छ गर्छ त कुकुरले त झोला र काउन्टरमा आउँदैछौँ हामी झोला राखेर हामी चाहिँ अब सफारी गर्दैछौँ यस्तो वाला टक्क अहिले चाहिँ हामी अब यो सफारी गाडीमा जान रेडी हुँदैछौँ यही हो कताबाट हो चढ्ने एक पछाडिबाट चल है हामी गयौँ अब गाडीमा बसेको त भिडियो बनाउनु मान्छे त बसेर तैँलाई तान्ला भन्ला सिरीमा फिलिङ मजा भइरहेछ तर मौसम चाहिँ भर्खर उज्यालो भएको जस्तो भयो क्या जाडो महिनाको मौसम भएर टाइमिङ अहिले कति 11 बजिसक्यो भर्खर उज्यालो भएको अवस्था जस्तै देखिँदैछ 12:30 बजी यहाँ आइन्छ फेरि 1 बजेको हात्तीको सफारी फाइनली हिँड्यौँ अब गाडीमा जङ्गल सफारी जिप सफारीमा हामी छक्क यो हेर्दै गर्नु होला म पनि फर्स्ट टाइम हो फर्स्ट एक्सपेरिमेन्ट मेरो कस्तो हुनेछ अब हेर्दै गर्नु होला दले सोल्टी यहाँ छ हाम्रो गाइडमा हो गाइड ड्राइभर हाम्रो ड्राइभर सोल्टी है अब जङ्गल प्रवेश भइसकेको अवस्था छ हाम्रो अब एकदम डर पनि लागिरहेछ है अनि रमाइलो पनि लागिरहेछ फाइनल्ली आज सिट प्याक भइन्छ नि त तपाईँ बस्नु हो अलिअलि बाघ भालु पनि देखिनुपर्छ तर डर चाहिँ मलाई एकदम डर लागिरहेछ है तँलाई डर लागेपछि तँलाई त पहिला नि गएको हो नि है त्यो बेलामा देखेको थियो बाघहरू बाघ देखिन सबै देखिन यो ठुल्ठुलो छ बँदेल त भनेर छोपेर ल्याउने थियो एउटा पछाडिबाट नदेखिने रहेछ यहाँ देखिन्छ साइडमा देखिन्छ मौसम यस्तो मौसममा भन्दा नि
मिरगा त देखिन्छ गैडा त दुनियाँभरको रहेछ गाह्रै हुन्छ चिसो छ नि त त्यसले गर्दा फेरि तपाईँको मस्त सुतेर बस्नु चाहिँ जान्छ त्यस्तो जान्छ मयूर मयूर पनि रहेछन् हात्तीमा गयो भने पनि यही बाटो घुमाउने हो क्या अर्कै बाटो जङ्गल जान्छ होइन चढेको टिकट कति हो टिकट कति हो कति घन्टा हो कस्तो रहेछ गएर त आम्ने सामने भेटिन्छ होइन अगाडि गाडी देखिन्छ केही न केही त छ केही न केही त पक्का छ गोही पनि छ होला यो खोलामा त गोही टन्नै हो एकचोटि एउटा इन्सिडेन्ट भएको थियो नि यहाँ गोहीले होइन यो खोलामा हो है ठुलै ठुलै बहिनी होइन केही छोरी मान्छे बिचरा माछा मार्न आउँछ नि तपाईँ यतितिर जस्तो थियो कि सिन मैले भिडियोमा हेर्दाखेरि ओ यार हामी त हेरेकै हेरे भयो त यार अगाडि गाडीले हेर्दै गएको छ जङ्गल मात्रै नाच्नु भयो कि हामी भेटिन्छ ल अलि भेटिन्छ केटा हात्तिनुहुन्न पक्का भेटिन्छ गैडा भाइ आए यता गैडा देखो अरूबाट चाहिँ हिँडेको खोइ देख्नै पाएन मैले
गाइस उता अगाडि चाहिँ गएन हिँडेछ फेरि यार गाडी अगाडि हिँड्नुपर्ने छ हामी यार कहाँ हुन्छ यार बिचरा पछाडिको त झन् केही न केही भयो चलो 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 बाटे बाटे नि कहाँ गयो गैडा भाइ चलो अलि बढाउनु अगाडिको वाट फाइदा यार गैडा चाहिँ जङ्गलतिर गयो गाइस यहाँबाट जङ्गल गयो जङ्गलतिर एउटा गैडा हात्ती बिहा थियो कतारलाई गिफ्ट एरोप्लेनमा हालेर लगेको कि डोराएर लो यहाँबाट गाडीमा कतारसम्म गाडी पुऱ्यायो कार बाहिर कतारमा गएर भिडियो हेरेर हेर्नुहोस् कतारको यो के हो होटेल हो पहिलाको त्यही त हेरौँ न त बाघहरू त हुन्न फेरि यो गाडी जान्छ पछि देखिन्छ पनि एकछिन घुम्नु पछि यो गाडी पनि जान्छ अनि ल हामी चाहिँ अहिले फाइनली अब गाडीबाट झरेर हिँडेरै हेर्न लाग्छौँ है के कस्तो हुन्छ अब के कस्तो देखिन्छ भिडियोमा हेर्दै गर्नु पहिलाको पुरानो होटेलको अवस्था त्यो सुनसान छ भाका भएकोलाई फेरि गैँडा आएर कति डराएको तपाईँले त बाघ पनि देख्नु होला राति कहाँ बस्ने कोही बन्दै होइन त बाघ साग आएर वाइल्ड क्याम्प बाघ साग आएर बस्थ्यो कस्तो पुरानो पुरानो यार ऊ बेलाको धेरै पहिलाको 19 फाउन्टेनको होटलहरू यहाँ जङ्गलभित्रभित्र यस्तो अवस्थामा देख्न सक्नुहुन्छ तपाईँले हेर्न सक्नुहुन्छ जो पनि चितवन के अरे यसमा आउनुभएको छैन सौरामा तर यहाँ एउटा डर पनि छ है फेरि यहाँ चाहिँ अलिकति बाघ भालु गैँडा अघि भर्खरै यहाँ अगाडि भेटिरहेको थियौँ फेरि यहाँ आएर कप्लाकै पारिदिला फेरि खतम पार्छ नि हो फेरि हात्तीमा आउँदा चाहिँ कता कता हिँडाउँछ कसरी हिँडाउने यही खोलामा होइन खाएको मान्छे पारिपट्टि चाहिँ यहाँबाट हेर्दा पनि हुन्छ होइन खोलै जाउँ न जमिनतिर त आउँदैन होला नि वाउ गई यहाँ रहेछ नि त गई त मजाले तापेर बस्छ क्रोकोडाइल घाम तापेर बस्छ है ल गई हेर्न सक्नुहुन्छ त्यहाँ पुरै मजाले सुतिरहेछ निन्दले उता है उता
मिठो निन्द्रामा छ है। खापेको मोटा आग्ने यहाँ पारि हेर्नु न जमिनमा सुतिरह। यही खोलामा हो नि त अस्ति नै मान्छे मारेको कोहीले। अहिलेसम्म हामीले चाहिँ दुईटा जनावर देखिसक्यो गएर, अनि अहिले गई हेर्दा अब अझै नजिक ठाउँबाट हामी गई हेर्दैछौँ है गएर। यस्तो डरलाग्दो गई बसिरह वेट वेट साफसफाइ चल्दैछ यहाँ चाहिँ पहिलाको होटलहरू। यहाँ नि जान ठाउँ छ यहाँबाट छ यसरी। यही माछा मार्न आएर त अस्ति नै एउटा बिचरा एउटा बहिनीलाई खाएको गोहीले हो नि, यही खोलामा। मैले युट्युबमा भिडियो हेरेको थिएँ कि। फाइनली गई है आम्बो यार, वाइल्ड गई के यो, कोही चिडियाखानाको होइन, कोही उसको होइन, मजाले सुतिरह यार। यो त के हो यस्तो यार गाइज, के हो गाइज यस्तो के हो? ढुङ्गाले भनेर बजाइदिउँ क्या? मरेको त होइन नि यो? होइन हामीले त हाने छैन। हो उताबाट हाने हो। खै कुन ग्रुपले हो? चलो जाऊँ। जनावरले त्यस्तो गर्नुहुन्न है। फाइनली हामी फेरि अब ब्याक टु गाडी। त्यसपछि अब हेरौँ अब के देखिन्छ। साँच्चै हो सुतिरह। जङ्गली हात्तीले त भेट्यो भने त खतरनाक हुन्छ नि त भाइ फेरि यार। गाडीलाई पल्टाउन खोज्छ कि पल्टाउँछ? पल्टाउँदैन त। बस्नु त ल, यता बस्नु कि यता बस्नु? अड्किन्छ होला त्यो त जङ्गलमा। हरिण उतापट्टिको सानो त रत्तो मृग भन्छ। के हो यो फेरि? रातो उता पनि सानो छ। रत्तो मृग यो चित्तल। पाउज मारेको छोड्दै त्यति मोर्छ त्यहाँबाट। ल है त है कताबाट देखिस् तैँले? जनावरहरू देख्दैछौँ हामीले। चित्तल पता नै के देखिसक्यो, डियरहरू। अब टाइगर लाइन पनि देखिन्छ होला सायद अगाडि। भिडियोलाई हेर्दै गर्नु होला। लेट्स सी द भ्यू। यु क्यान सी द भ्यू। बच्चाहरू जाडो भएर अब सुतेर बसेर डरलाग्दो हेरेर बसेँ हामीलाई। यता छ यता नि रहेछ।
तीनटा छ सँगै त्यो हरिण छ होइन पछाडि मान्छे त हेरे भयो नि लिएर जानुपर्छ कि एउटा हरिण त्यहाँ त कति हो क्या एउटा चाहिँ लान्छु छोपेर मासु मिठो हुन्न होला यसो तर बनकुखुरा नि रहेछ है पकड जसले चितवन हुन्छ अहिले सानो हुन्छ रातो हुन्छ मिर्गको सबैभन्दा सानो जातो हो अलिअलि हेर्नु पाएको छ है हामीले सिन हेर्न गयो बनकुखुरा बाँदरले जिस्काइरहेको त्यहाँ डियरलाई बानी भइसक्यो कि यिनीहरू त हामीलाई हेर्न आएको भनेर मलाई हेर्नलाई यत्रो पैसा लिएछ यिनीहरूले भने होला नि त हेलो हेलो डियर हेलो माई डियर देखिनु नि मिर्ग गैडा फाइनली हामी चाहिँ फर्किँदैछौँ अहिले अब कति जनावरहरू देखियो होइन रमाइलो लाग्यो बबाल छ भ्यू